हेलो हेलो साथीहरू सबैजनालाई नमस्ते भन्दै आज फर्स्ट अफ अल त हामीले मगायो चिकन चाउमिन अनि चिकन मोमो। बाबु चाहिँ चिकन मोमोको लभर हो भने हामी चाहिँ चिकन चाउमिनको लभर हो है साथीहरू। यदि हजुरहरूले पनि खाजा खानाको लागि सम्झन चाहनुहुन्छ भने न्युसा होटललाई सम्झन चाहिँ नबिर्सनु होला भन्दै हामी चाहिँ मगाइसकेर पनि खानातिर लाग्यो। दिदी बहिनीले गफ गर्दै फेरि खायो है त साथीहरू। चटनीको त कुरै छोड्नुहोस्, यति मिठो छ चटनी प्लस चिकन चाउमिन मोलेर खाएको यस्तो मिठो लाग्यो नि साथीहरू। तपाईँहरू एकचोटि आएर यहाँ खानुभयो भने सधैँ पल्किराख्नुहुन्छ, सम्झिराख्नुहुन्छ यो ठाउँलाई भन्दा पनि यो ठाउँको बेस्ट खाजालाई हजुरहरूले सम्झिनुहुन्छ। अनि यो कचौराको अचार अनि मैले पनि देखेन भन्दै बाबु तान्यो अनि देखाएको र लाजले फेरि बाबु भुटुक्कै। अनि मैले चाहिँ साथीहरू यो खाजामा फेरि चिसो के खाने त भनेर दिदीले सोध्नु भएको थियो। अनि मैले चाहिँ भनिहालेँ म त दियो खाने भनेर दियो मगाएको। अनि दियो आयो मेरो लागि। अनि दिदीहरू नखाने अरे म एक्लै खान्छु यो। म त फेरि यति लोभी पनि छु नि कुरै छोडिदिनुहोस्। यो सबै भ्याइदिएर यति मजासँग हेर्नु न। दिदीले अझ आफ्नो चाउमिन बाबुको मोमो आफूले लिएर खाइराख्नु भएको छ। कम्ता लोभी हुनुहुन्छ मेरो दिदी पनि। हजुरहरूलाई माई मिनी भ्लग के कस्तो लाग्यो प्रतिक्रिया दिन चाहिँ नबिर्सनु होला भन्दै थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।